नेपालीले त्यहाँ गढी बनाएपछि अङ्ग्रेजलाई यो कुरा थाहा भयो। अङ्ग्रेजका अनुसार मलहवारा र पदनाहा त नेपालीले हिजो अस्ति मात्र हडपेका थिए। अङ्ग्रेजले यहाँ आफू नरम भएर यो समस्या मिलाउन कोसिस गर्यो। यो ठाउँ अङ्ग्रेजले लिनुभन्दा पहिलेदेखि नै नेपालले हडपेका 3वटा तालुक बाँसबर्दिया, सेतवाल र सिकपुकोली नेपाललाई छाडिदिने विचार गर्यो। यसबापत अवध अङ्ग्रेजले लिएपछि नेपालले हडपेका भनिएका उक्त 2वटा तालुक नेपालले छाडिदिनुपर्ने माग गर्यो। नेपालका राजालाई चिठी लेख्दा 1871 सालको सुरुसम्म पनि अङ्ग्रेजले जवाफ पाएन। नेपालीको रेकर्डमा पनि पदनाहा आफ्नो हो भनी अङ्ग्रेजले तकरार गरेको कुरा उल्लेख छ। यसैबीच अङ्ग्रेज 2वटा तोप लिएर सिमानामा आउँदैछ भन्ने खबर सल्यानमा रहेको नेपाली गढसम्म पुग्यो। यी जग्गाका बारेमा सल्यानी राजाका पालामा पनि तकरार परेको थियो।